जन्मदिनमा उदाहरणीय कार्य पत्रकार गोविन्द पन्तद्वारा शैक्षिक सामग्री वितरण। जन्मदिन सेलिब्रेसन मात्र होइन, योगदान पनि होस् भन्ने सन्देश बोकेर पत्रकार गोविन्द पन्तले आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्व सहित अर्थपूर्ण बनाएका छन्। उनले पाटन नगरपालिका 3 स्थित श्री सिगास माध्यमिक विद्यालय गौरीशंकर पोखरीमा अध्ययनरत 25 जना उत्कृष्ट तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका हुन्। शिशु कक्षादेखि कक्षा 12 सम्मका विद्यार्थीहरूलाई लक्षित गरी गरिएको कार्यक्रममा पन्त स्वयं विद्यालयमा उपस्थित भई सामग्री हस्तान्तरण गरेका छन्। भट्किलो खर्च नगरी जन्मदिनलाई समाजका लागि उपयोगी बनाउने प्रयास गरेको हुँ पन्तले भनेका छन्। विद्यालयका सहायक प्रधानाध्यापक नवराज भट्टका अनुसार यस्तो कार्यले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै पढाइप्रति थप प्रेरणा मिलेको छ। विद्यालय परिवारले पन्तको योगदानको खुलेर प्रशंसा गर्दै यस्ता कार्यहरूबाट अभिभावक तथा समुदायका अन्य सदस्यहरू पनि सिक्नुपर्ने धारणा राखेका छन्। रेडियो निङलासैनी बैतडीमा कार्यरत पन्तले अघिल्ला वर्षहरूमा पनि विभिन्न विद्यालयमा नगद तथा शैक्षिक सामग्री वितरण गर्दै आएका छन्। तर जन्मदिन जस्ता व्यक्तिगत अवसरलाई भट्किलो रूपमा खर्च नगरी समाजका आवश्यकता र भविष्यप्रति सोच राख्दै शिक्षा जस्ता क्षेत्रमा लगानी गर्ने व्यक्तिहरू कमै पाइन्छन्। ती मध्ये एक हुन् गोविन्द पन्त। धेरैले जन्मदिनलाई व्यक्तिगत उत्सवका रूपमा मात्रै लिन्छन्, तर गोविन्द पन्तले देखाएका छन् कि सामान्य दिनलाई असाधारण दिन बनाउने सामर्थ्य सेवा र सोचमा हुन्छ। यस्तो उदाहरणीय कार्य हाम्रै समाजको बदलिदो अनुहार हो।